आज चाहिँ मैले आफैले हेलो साथीहरु को पोर्क लभर हुनुहुन्छ यदि हजुरहरु पनि म जस्तै पोर्क लभर हुनुहुन्छ भने चाहिँ यो भिडियो पुरा हेर्नुस् है। त म आज सजिलो सिम्पल अनि मिठो तरिकाले पोर्क अचार कसरी बनाउने भन्ने म देखाउँदै छु। म चाहिँ यस्तो तरिकाले बनाउँछु। हुन त सबैको आफ्नो स्टाइल हुन्छ, आफ्नो चोइस हुन्छ, आफ्नो टेस्ट हुन्छ, आफ्नो रेसिपी हुन्छ नि त। म चाहिँ आज यसरी बनाउँदै छु मेरो तरिकाले हेर्नुस् है त। त्यसको लागि चाहिँ मैले 1 केजी पोर्क लिएको छु। त्यसलाई चाहिँ मैले मसिनो पिस पारेर काटे अनि उतापट्टि फ्राई हुँदैछ। यतापट्टि मैले मसलाको लागि चाहिँ खोर्सानी अलिकति भुटे अनि त्यसपछि सबै मसलाहरु आफूलाई जे खान मन पर्छ त्यो मसलाहरु लगाउन सक्नुहुन्छ। म चाहिँ अलिकति स्पाइसी खान्छु त्यही भएको कारणले अलि बढी नै खोर्सानी लगाइरहेको छु। र मसलाहरु रेडी भयो अनि यतापट्टि भनेको लसुन पनि मैले 2टा जस्तो लसुन चाहिँ अघि नै काटेर रेडी गरेको थिएँ। त्यसलाई पनि मैले मजाले भुट्दै छु। अनि बाँकी रहेको मसला भनेको चाहिँ हजुरहरुलाई जस्तो मसला खान मन लाग्छ जति खान मन लाग्छ हजुरहरुको चोइसमा राख्न सक्नुहुन्छ। मैले त्यसमा चाहिँ यहाँनिर जीरा धनियाको पाउडर अनि त्यसपछि जिन्जर पाउडर चिल्ली फ्लेक्स अरु मसँग जे मसलाहरु थियो त्यो मसलाहरु मैले यहाँ युज गरिरहेको छु। अब लसुन चाहिँ मजाले रातो हुने गरी फ्राई भइसकेपछि चाहिँ त्यो हामीले अघि रेडी गरेर राखेको मसलाहरुलाई मिक्स गर्दिने। ग्यासको हिट चाहिँ एकदम लो गर्नुपर्ने हुन्छ नत्र भने मसलाहरु डढ्न सक्छ। अब मजाले चलाउने मसलालाई त्यो लसुन माथिबाट लगाएर मजाले मिक्स गर्दिने। यसरी मजाले चलाएपछि चाहिँ त्यो मसलाहरु तेलमा एकदमै मजाले पाक्छ अनि त्यसको फ्लेभरहरु पनि राम्रो हुन्छ। मसला पाकिसकेपछि अघि हामीले फ्राई गरेर राखेको मासुलाई माथिबाट लगाइदिने। ग्यासको हिट चाहिँ एकदम लो राख्नुपर्ने हुन्छ नत्र भने डढ्न सक्छ। मजाले अब त्यो मसला र मासुलाई चाहिँ यसरी चाहिँ मजाले चलाउने मिक्स गर्दिने। मसलामा मासु मजाले मिक्स गरिसकेपछि अब हामीले यसमा थोरै सोया सस लाउन पर्ने हुन्छ। हजुरहरुले आफ्नो स्वाद अनुसार लाए हुन्छ। यदि लाउनु मन पर्छ भने लाउनुस्, लाउनु मन पर्दैन नलाउँदा पनि हुन्छ। आफ्नो घरमा जे छ त्यही लगाउँदा हुन्छ। त्यसपछि चाहिँ मैले थोरै यहाँनिर एप्पल साइडर भिनेगर लिएँ। हजुरहरुले कागतीको रस पनि लाउन सक्नुहुन्छ। मलाई चाहिँ भिनेगरको टेस्ट मन परेको हुनाले मैले चाहिँ भिनेगर नै लगाएँ। अब सोया सस र भिनेगर लगाइसकेपछि नि हामीले मजाले मासुलाई चलाउनु पर्ने हुन्छ। त्यो मजाले सबैतिर लाग्ने गरी सबै मासुमा मसलाहरु चाहिँ लागोस् भन्नको लागि मजाले चलाउने। अनि नुन चाहिँ हजुरहरुले स्वाद अनुसार लगाउनुहुन्छ। कति क्वान्टिटीको मासु छ त्यही अनुसारले नुन लगाउन सक्नुहुन्छ। अब मजाले चलाइसकेपछि यहाँनिर मेरो पोर्कको अचार इज रेडी। हेर्नुस् त हजुरहरुले पनि यसरी बनाएर खान सक्नुहुन्छ है। म चाहिँ सजिलो तरिकाले घरमा सिम्पल तरिकाले यसरी बनाएर खान्छु। अब मैले यसलाई एकछिन सेलाउन राखेँ। सेलाएपछि म चाहिँ यसलाई बट्टामा लगाएर 1 महिनासम्म पनि राखेर खान्छु।